लालबहादुरजी विदेशमा लामो समयदेखि बसोबास गर्दै आउनुभएको छ। यहाँलाई नेपाल दुख्छ कि दुख्दैन? दुख्छ कि दुख्दैन भन्ने चाहिँ कहाँनिर देखिन्छ भने अब यो ठाउँ, यो गाउँ र यो माटोमा चाहिँ जन्मिन साथै हाम्रो नाभि टुक्रिन्छ। त्यही टुक्रेको नाभि चाहिँ यहीँ गाडिएको छ है। त्यहाँदेखि उता हाम्रो सपना पनि यहीँ छोडिएको छ। हामी जहाँसुकै गए पनि त्यो माया ममता नाभि गाडेकै ठाउँमा सपना पनि रोपिँदो रहेछ क्या। रोपिँदो रहेछ। हेर्नुहोस्, त्यस कारणले हामी बाहिर हिँडेको चाहिँ सपना यहीँ छोडेर हामीले केही ती सपनाहरूलाई केही पुरा गर्न सकिन्छ कि भनेर एउटा बाध्यताले बाहिर धकेलिएको हुन्छ। तर अब सबैले त्यही ठाउँमा नै पुगिन्छ भन्ने कुराहरू त ग्यारेन्टी हुँदैन होइन। अब अहिलेको समयलाई हेर्ने हो भने धेरै देशमा रोजगारी खोज्न हाम्रा दाजुभाइ दिदीबहिनीहरू गइराख्नु भएको छ। अनि अब हिजो या अस्ति कहिले एउटा समाचार आएको थियो कि अहिलेको नयाँ सरकारले 16-18 देशमा चाहिँ श्रम स्वीकृति लिँदैछ भन्ने कुरा पनि सुनियो होइन। यस कारणले कस्तो छ भने हामीले जानुपर्ने बाध्यता त हाम्रो हो, तर बाध्यता कसले बनायो भन्दाखेरि अब जहाँ सरकार चलाउँछु भन्नेहरूले जिम्मा लिनुपर्ने कुरा हो। अब यो पहिलेदेखि नै बसिरहेको छ। अब अहिलेसम्म पनि यो सरकारले गर्छ कि भन्दा पनि मैले भनिहालेँ, अब श्रम स्वीकृति नै खोज्दैछन्। अनि हामीले चाहिँ के छ भने अब अरू देशका सरकारहरू हेर्ने हो भने बाहिरतिर अरू देशमा अब बाहिर आफ्नो देशमा बाहिर जाँदाखेरि त्यहाँका सरकारहरूले के गर्छन् भने लगानीकर्ता खोज्छन्। तर हाम्रा देशका सरकारहरू बाहिर गयो भने अब श्रम गर्ने ठाउँ खोज्छन्। फरक त्यस्तै भएकोले ऐतिहासिक रूपमा हामी धेरै यसको विषयमा चेतना एकदमै कम्ती छ। अहिलेसम्म पनि हामीले केही उपायहरू अर्थात् यसको विकल्प खोज्नुपर्छ भन्नेतिर छैनौँ। अझै पनि अब विदेशमै आफ्ना युवा युवतीहरू पठाउने र रिमिटेन्स देश चलाउने भन्ने कुराहरूमै अझै पनि व्यस्त छौँ। तर अब यतापट्टि मेरो आफ्नो व्यक्तिगत कुराहरू आयो, लाहुरे र गोर्खालीको कुरा। अब यसलाई अलिकति फेरि पछाडि नै गएँ म। हजुर, जानु न। अब कस्तो छ भने यहाँनिर हामी मुख्य जानुको कारण अथवा म जानुको कारण त मलाई पनि त एउटा रोजगारी चाहिएको थियो। तर यही चाहिएको छ भन्ने नै मलाई त अब थाहा थिएन। तर खोज्नेको क्रममा अब तिनीहरू पुग्यो। त्यसै गर्दाखेरि अब त्यतै एकपट्टि सिक्का लाग्यो भनौँ। अब त्यसमा कतिपयले भन्छन् अब विभिन्न किसिमले अर्थ लागेका हुन्छन्। अब कोही गुलाम गर्न गए भन्छन्, अनि कोही के गर्न गए भन्छन्, कोही लाउरे बुद्धि बिना गए भन्छन्। अब अघिका यो पहिलो केही मिनट अगाडि भनेको छु लाउरेको विषयमा कसरी चाहिँ समाजले हेर्छन् भन्ने कुरा मैले गरेँ। सामाजिक दृष्टिकोण सामाजिक दृष्टिकोण कस्तो हुन्छ भन्ने कुरा देख्यो भनेको छु। एउटा कस्तो हुन्छ भने हो एक प्रकारले हामी सोझा हुन्छौँ। सोझा किन हुन्छौँ र हामी किन लाउरे हुन्छौँ त? सोझो मान्छे नै किन लाउरे हुन्छ र लाउरे किन सोझो हुनुपर्ने कुरा यहाँ हुन्छ। हामीलाई त्यो कमान्डर हुन्छ, त्यो कमान्डरलाई पछ्याउनलाई लगाएको हुन्छ है। अनि जहाँ कि हामी कमान्डर हुन हामीले लगिएको होइन। उनीहरू कमान्डर गर्ने उनी प्रशस्त मान्छेहरू छन् भने चाहिँ हामी पछ्याउने मात्रै। तर हामी चङ्खो र पढे लेखा भयौँ भने हामी पछ्याउनेवाला हुँदैनौँ। हामी पछ्याउँदैनौँ किनभने हामी तर्क गर्ने हुन्छौँ। यहाँ त कुनै तर्क नगरिकन कुनै कुरा नबुझिकन पछ्याउनु हुन्छ। बन्दुक बोकेर पछ्याउने एबिलिटी भएको मान्छे मात्रै गइन्छ। अर्थात् त्यसरी नै अब पहिले चाहिँ यहाँ छानेर अर्थात् यो भर्ती हुने प्रोसेस गरिन्थ्यो। अनि त्यस कारणले अब यसको धेरै कुराहरू जोड्दै आउँदाखेरि कता कता कुरोहरू जान्छ। तर यो त्यसरी नै हो। पहाडका यो भौगोलिक बनावटले पनि अब त्यसरी नै छुट्याइएको हुन्छ।
छुट्याएको छ भने पहाडका कुना कन्दराका यो मतवादी केटाहरू चाहिँ अलिकति कुरा नबुझ्ने, जे भनेको नि मान्ने हैन। अनि जता भन्यो त्यतै। अब दुश्मनले चाहिँ बन्दुकै लिएर आएको छ भने त्यसले त रित्तो बन्दुक पड्किँदैन, तेरो मात्रै पड्किन्छ भन्दैन, जाने विश्वास मानेर जाने, यस्ता खालको हुन्छ नि त। अनि त्यो हुँदाखेरि चाहिँ के हो भने हाम्रो मेन्टालिटी त्यसै बनाइएको हुन्छ। त्यो हुँदाखेरि अनि त्यसलाई त धेरै वर्षसम्म त्यस्तै ट्रेन्डमा चाहिँ त्यो दिमागलाई फिक्स गरेपछि सोच पनि त्यस्तै खालका हुन्छ नि, जहाँ कि सबै कुरा एउटा सिद्धान्तमै जान्छ भन्ने टाइप्सको हुन्छ, तर कहिले पनि जाँदैन। अनि त्यसरी नै हामीलाई त्यो बनाइएको हुन्छ। यहाँ आउँदाखेरि हामी सोझा साझा, त्यहाँदेखि सोझा साझा भएर चाहिँ समाजले देख्ने देखाइहरू त्यसरी बनिएको हुन्छ। अनि अब यहाँदेखि अब कुरो चाहिँ कहाँदेखि म धेरै घुमाएँ, तर कसरी त्यहाँ गइयो भन्ने कारण चाहिँ अब त्यसरी एउटा बाध्यता हुन्छ। जसले पनि एउटा चाहिँ ठाउँ खोजिरहेको हुन्छ, म आज गएँ, अब म नगए मेरो ठाउँमा अर्को जान्थ्यो होइन। र त्यो किनभने हामीलाई चाहिँ शासकहरूले बाध्य बनायो होइन। त्यो ठाउँ हो आवश्यकता थियो, त्यो ठाउँ नभइदिएको भने अर्को ठाउँ त खोज्नुपर्ने हुन्थ्यो।